Hello everyone, सबैजनालाई सन्चै छ होला। वेलकम टु माई भ्लग। अनि आज चाहिँ यस्तो राम्रो वेदर छ नि त, सो हामी साकेला जाने प्लान थियो। अनफर्चुनेटली हामी सम रिजनले गर्दा चाहिँ साकेला जान सकेन। अनि साथीहरू गइसकेका छन्, इन्जोय गाइज। एन्ड हामी चाहिँ अब वेदरलाई किन वेस्ट गर्ने भनेर चाहिँ हामी पिकनिक जस्तो पार्क जानु पर्यो भनेर सोचेको। अनि म एभ्रिथिङ रेडी भइसक्यो, अब म क्विक रेडी हुन्छु अनि हामी त्यहीँ भेटौँला है त। गाइस के अरे यो चाहिँ रेडी भइसक्यो म चाहिँ होइन। अनि त्यस पछाडि आज चाहिँ धोका भयो नि त, अनि हामी अन्त हिँडेको। यिनीहरू पनि आइसक्यो, सामानहरू सब हालिसक्यो गाडीमा। अब हामी गयो। हामी पार्कको नाम नभन्ने? ओके ठिक छ, मलाई त याद पनि छैन, पोस्टर हालेको छु मैले। ओके गाइस, सी यू गाइस देयर। हामी चाहिँ यहाँ आइपुगिसक्यौँ। कसैले यस्तो गऱ्यो भने ज्याकेट लाहान, सामानहरू यहाँ खानकुन सब बोक्नु पर्छ भनेर चाहिँ खास भनेर होइन। अनि झोला, यस्तो झोला बोकेर हिँडेछ। अनि खानेकुरा छ, हामीले ल्याएको के छ भनेर म देखाउँछु अहिले। केटाकेटी पनि छन्। अब हामी यहाँ हेम्स्टिडमा पार्किङमा चाहिँ क्विन्स के पार्किङ हो, क्विन्स समथिङ के पार्कमा चाहिँ यहाँ पार्क गरेर चाहिँ हामी पैसा तिरेर चाहिँ हामी तिर्यो। यस्तो राम्रो झरना रहेछ, झरना साउन्ड सुन्नु। ओ माय गॉड नाइस। अनि यहाँ चाहिँ हामी चाहिँ यहाँ आइपुगिसकेर उत्रेर हामी झोलासोला बोकेर चाहिँ हामी हेरेको देख्नु हुँदैन अरे, यस्तो हुन्छ अरे। नक्कली यहाँ बोकेको छ। अनि त्यस झोला बोकेर चाहिँ जसले अब यस्तो चाहिँ जिन्दगानी गर्मी छ होइन। तर के जाने हो, लुगा लगाएको देखेर त गर्मी जस्तो फिल भएन होला, तर अलिअलि हावा चिसो पनि चढेको छ। अब हामी माथितिर पार्कमा गएको छौँ। लेट्स सी हेरौँ त्यहाँ कस्तो छ भनेर। हामी चाहिँ म ल्याउँछु भन्दैछु, त्यो अब टिकटकबाट ल्याउनु पर्ला हौ। जन्त जनार्दनहरू अब 360 त झोला बोकेर पात हल्लाएर हामी हिँडेर पुगेर म्याट पनि बिसाइसक्यो। अनि झोलाबाट सडाएर आजले मजाक गर्दैछ। राम्रो ठाउँ। ओए के आयो? सु आयो अरे उसलाई फेरि यस्तो जङ्गलमा आएर हो। अनि पार्क त राम्रो रहेछ, ठुलो छ। अब हामी यहाँ बसेर खान्छ पहिला, अनि त्यस पछाडि उता केटाकेटी खेल्ने ठाउँतिर घुम्छ। अनि सबैतिर हामी देखाउँछ म अनि कस्तो रहेछ पार्क भनेर। ओहो हामी घाम तापेर यस्तो मजाले इन्जोय गर्दैछ घाममा। कस्तो मजा आयो। ड्रोन, हाम्रो ड्रोन क्या खतरा खालको ड्रोन रहेछ हामीसँग। मको डिजे हो नि यो भाइ, लिनु भनेको थियो नि, त्यही भएर लिएको हो नि त। डिजे हो कि पिजे के हो? कतिमा किन हो यो ड्रोन? माथि घरबाटै ऱ्याप बनाएर लिएर आएको थिएँ। अनि सालेड, अनि ओ माई गॉड अचार गरेर हामी अब यहाँ लन्च खानेलाई सबजना खाँदै हो गाइज। ल हामी लन्च खान्छौँ अनि कन्टिन्यू हुन्छ। एक लट खाइसकेर यी केटाकेटीहरू सब क्रिकेट खेल्दैछ। क्रिकेट खेलिसकेपछि हामी सरर लाएर उता पारिपट्टि घुम्न जाने हो। अझै त्यहाँ ढलेर इन्जोय गर्दैछ, सनको बाथ लिँदैछ। कमान हान्यो छक्का। भ्याइसक्यो इभान गइसक्यो। राजन तिमी के तिमीबाट तिमी हान्न नसक्ने यार। ओ माई गॉड नो। वेल डन इभान।
ल गाइज इन्जोय। अब चाहिँ हामी खानासाना खाइयो, ब्यागहरू गाडीमा थन्कायो, अनि त्यस पछाडि अर्को पार्कतिर लाग्यो। अब यहाँ जनताहरू यहाँ छन् यी, अनि उयो अजिता छ यी सानो मान्छे, अनि टिकटक दरो बनायो, नाइस फोटो खिच्यो, मजा आयो, मिठो मिठो खानेकुरा खाइयो होइन, मजा लागेको थियो। सो अब हामी चाहिँ यसो वकमा चाहिँ अब अर्को गार्डनतिर लागेको। आउँदा आउँदै गर्दा गर्दै भन्दा भन्दै लास्टमा चाहिँ हामी यहाँ आइपुग्दा ओर्दा फुलबारी बन्द गाइज। फुल पनि खसेर हुन्छ ए तर पनि मोबाइल खसिरहेको उता के कस्तो राम्रो रहेछ र न चाहिँ हामी आइपुग्दा ओर्दा बन्द भइसकेछ गाइज होइन। यस्तो बुढाबुढी नकल पारेर भिडियो त खिच्नु पर्यो मेमोरीको लागि भनेर यसो भिडियो पनि खिचिहाल्यो दुवैजनाले, राजनहरूले पनि खिच्यो, हामीहरूले पनि खिच्यो भिडियो, अनि हिँड्यो लाग्यो त्यहाँबाट। अनि यहाँ चाहिँ यस्तो रहेछ खासमा चाहिँ होइन। अनि यहाँ तल चाहिँ यो चाहिँ वाटर फाउन्टेन रहेछ, खासमा वाटर त्यहाँ आउने रहेछ नि, केटाकेटी खेल्न मिल्ने रहेछ। यो चाहिँ बट 6 o'clock बन्द हुँदो रहेछ। हामी चाहिँ ढिलो छिर्यो नि त, उतै रमाइलो भयो, अनि घाम ताप्न थाल्यो, अनि त्यतै बसिराख्यो। सो यो चाहिँ बन्द भइसकिहालेछ कि, नत्र भने चाहिँ यहाँ पानी खेल्न पाउने रहेछ केटाकेटीहरूले। अनि केटाकेटी खेल्ने ठाउँ चाहिँ टन्नै रहेछ होइन, जिमहरू केटाकेटी खेल्ने ठाउँहरू राम्रो रहेछ, पार्क चाहिँ ठुलो होइन। अनि हाम्रा त अघि खानुसम्म खायो, अनि जिम गर्दैछन् यहाँनिर गएर अगाडि अगाडि होइन। अब के गर्न सकिन्छ, यस्तै रहेछ यो। अनि यता पनि पार्क रहेछ यस्तो राम्रो, सबैतिर पार्क, ठुलो पार्क रहेछ होइन, वकको लागि पनि। अनि माथि छुट्टै, अघि हामी क्रिकेट खेलेतिर छुट्टै, यहाँ छुट्टै रहेछ। अनि केटाकेटी खेल्नेहरू काठकोहरू यताउता गरेर पानीहरू, अनि त्यो ट्याम्प्लिन जस्तो उफ्रिनेहरू रहेछ ठुलो। त्यो चाहिँ गेट बन्द हुँदो रहेछ 6 बजीदेखि, हामी छिर्न पाएन। अनि यहाँ जिम गर्दैछन् हाम्रा केटाकेटीहरू। अघि टनाटन खायो, अहिले यहाँ घटाउने काम गर्दैछ नि जनताले, सारोले त। अनि बोसो जान्छ त, कहाँ कमलोले जान्छ त। What is this sound, honey? बाँदरहरू झुन्डे खानिया ला गयो 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 राजन गयो समाउने हो। अब माथि गर राजन, माथि पुसअप पुसअप। सही हो। ल इभा गर, जान त सक्छ नि त यता। किन नसक्नु, तिमी जहिले गरि त राखेको हो। सक्छ सक्छ, कमान कमान कमान। 1 2 3 गो। ओके लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो। यहाँ पिङहरू रहेछ, खेल्ने ठाउँ रहेछ, केटाकेटीको खेल्ने ठाउँ छ। ऊ त पर अझै ठुलो खेल्ने ठाउँ पनि छ केटाकेटीको, अनि बनाउँदै पनि रहेछ। ऊ त्यहाँनिरहरू सबै बन्दै रहेछ नयाँ ठाउँहरू। अनि यहाँ पनि केटाकेटीको खेल्ने ठाउँै छ, यहाँ पनि खेल्ने ठाउँ केटाकेटीको टन्नै खेल्ने ठाउँहरू रहेछ यो छ है। अनि त्यहाँदेखि उतापट्टि पनि पर पाल्लोपट्टि पनि छ, अनि त्यहाँदेखि तल्लोपट्टि पनि उता पर पनि छ। पर पनि खेल्ने ठाउँ, यो बारभन्दा परपट्टि पनि केटाकेटीकै खेल्ने ठाउँ छ। गरेर फेरि खेल्ने ठाउँ आयो, अर्को खेल्ने ठाउँ आयो। अनि यहाँ चाहिँ सान्ड पनि रहेछ खेल्नको लागि, केटाकेटीलाई सान्ड खेल्न मन लाग्नेलाई खेल्छन् नि त। अनि उता नाइस खेल्ने ठाउँ छ रहेछ। सनसेट हुँदैछ हाम्रो। म चाहिँ यहाँ कहाँ के रहेछ भनेर हेर्दै हिँड्दैछु होइन। केटाकेटीहरू त्यहाँ खेल्दैछ, रोशनहरू सबैजना। अनि यहाँ चाहिँ यस्तो रहेछ। This red leaf copper beech tree is for all those in our community who lost loved ones during the pandemic, something that affect the world. यस्तो लेखेको रहेछ। अनि बस्ने ठाउँ रहेछ ट्रीको मुनि।
अनि म हिँड्दै हिँड्दै आउँदाखेरि चाहिँ माथितिर रोड आइपुग्यो होइन हाइफिल्ड निस्किने ठाउँ चाहिँ रहेनछ यस्तो रहेछ है बट यहाँ हेर्न पाइने रहेछ राउन्ड एबाउट रहेछ एन्ड हाइफिल्ड त्यहाँ लेखेको छ अनि त्यहाँ गर्ने कार आउँदो रहेछ सो म यहाँबाट तलै झर्छु अब फेरि के रहेछ भनेर हेर्न छिरेको मात्रै त्यहाँ बनाउने नयाँ बनाउँदै रहेछ ठाउँहरू सो यस्तो रहेछ यो चाहिँ पार्क त्यहाँ फुलहरू रहेछ खासमा अनि तल केटाकेटीको खेल्ने ठाउँ चाहिँ थुप्रै रहेछ अनि त साइकलहरू स्कुटीहरू खेल्ने ठाउँ पनि रहेछ टन्नै चाहिँ आइपुग्यो ठाउँ चाहिँ साह्रै राम्रो आनन्द पिस है कस्तो मजा क्या यहाँ रहेछ के रहेछ है त लेट्सीहरू है त यहाँ के रहेछ भनेर केही छ जस्तो छ यहाँ चाहिँ द फर्गेट मी नट अरे फर्गेट मी नट मेमोरेबल गार्डन फर बेबिज अरे समथिङ के लेखेको छ तपाईँहरू पढ्नु होला के रहेछ त लेट्स हेरौँ इनसाइड यस्तो रहेछ बस्ने ठाउँ रहेछ एक राउन्ड यसरी लगाएपछि नाइस प्लेस खल्सी इनसाइड रहेछ यो चाहिँ त्यहाँबाट निस्क्यो म फेरि अब लाग्यो फेरि है सबै पार्कै पार्क यो धेरै ठुलो पार्क रहेछ तल बनाउने क्रमहरू जारी रहेछ त्यहाँ पनि केही बन्दै रहेछ अलिक ठुलै केही बन्दैछ जस्तो छ तर त्यहाँ बन्दैछ सो म त्यतातिर गएन के छ तल खेल्ने ठाउँ रहेछ केटाकेटीहरूको अब केटाकेटी भएतिरै जाँदैछु म फेरि यी बा के गरेको लड्ला गोटेर कस्तो भइसक्यो छुट्टिँदैन नि है छुट्टिन्छ जस्तो लाग्यो मेरो चाहिँ टाउको ठोकिन्छ नि है मेरो चाहिँ टाउको ठोकिन्छ भयो छुट्टिन्छ हामी चाहिँ फाइनली अब यो लास्ट डेजर्ट खान आँटेको है बिस्कुट त उतै छोडेछ नि हामीले खासमा यो चोबेर खानुपर्छ बिस्कुट भनेर ल्याएको थियो कुन बिस्कुट थियो सो स्याड कुन बिस्कुट थियो रिच थियो नि मैले ल्याएको ए त्यो यस्तो मिठो चिया छ नि मगको बासना ल दाइ अब चिसो चिसो भयो नि त यो पढ त गाइस के अरे गाडी ब्रिज नेपालीको भाषा अब छिटो अहिले अब त्यो घुँडा अलिक जाति भयो अनि अब फेरि गाड्नलाई होला होइन सानो ओके कमान साह्रै राम्रो पढ्यो यिनीहरूले पास भयो तिमीहरू लागेको घरतिर गइसक्यो घुमिसक्यो चिया पनि खाइयो अब बाई बाई गाइस सी यू नेक्स्ट टाइम थ्याङ्क यू फर वाचिङ तपाईँलाई नि यो पार्क आउन मन लागेको छ भने मैले डिस्क्रिप्सनमा एभ्रिथिङ राखेको छ
हेरेर आउनु होला केटाकेटीलाई वान डे यसो वान डे ट्रिप चाहिँ हुन्छ यसो हामीलाई मिस्टरमा घुमेर पार्कमा यसो समरमा राम्रो लाग्यो मलाई चाहिँ सो हामी चाहिँ इन्जोय गर्यो गाइस सबैजना इन्जोय गर्यो भने त आज रमाइलो भयो नि त बबाल भयो अरे बबाल भयो भन्दैछ हो हामी निस्केर हिँडिसकेको गीत चाहिँ कपिराइटको कारणले म्युट गर्नु पर्यो सो कुन गीत होला गेस गर्नु होला राजन खुब रमाइलो गरिरहेछ नाचेर होइन अनि राम्रो भ्यू हेर्दै हेर्दै हामी घर फर्क्यो थ्याङ्क यू रमाइलो भयो फेरि भेटौँला अर्को भिडियोमा बाई बाई